च्यानल मेरो नाम चाहिँ दिवस तामाङ अहिले चाहिँ हामी फिल्ड जाँदैछौँ अहिले हामी ढिलो भएर हद्द बढेर आएको छौँ यो चाहिँ हाम्रो बस देखाइदियो हजुरलाई अब त्यहाँ गएर भेट्नेछौँ बाई बाई हामी बसमा बसिसकेका छौँ साथीभाइहरू अब हजुर छोटो सिनेमेटिक सट हेर्नु Welcome to my vlog. Vlog No, but I just a vlog, man. के ल दुईजना भाइरल आयो अब पख Viral गर्दियो ए दुईजना गर्लफ्रेन्ड बोयफ्रेन्ड हो घर बनाए होइन गाइजहरू पुऱ्याइदिनु होला त्यहाँसम्म ल गाइज हामी चाहिँ यो रेस्टुरेन्ट ठाउँमा आएको छौँ ए सरी गाडी अहिलेसम्म चाहिँ सफर कस्तो भइरह यो चाहिँ हाम्रो कोरियाको चाहिँ जस्तो इन्टरनेसनल नेसनल रेस्टिङ ठाउँ अरे यसमा चाहिँ वासरुम गएको पैसा लिँदैन हाम्रो के अरे एउटा बाटोमा चाहिँ वान जस्तो भनौँ न हेर्नुहोस् यहाँ के चाहिन्छ स्पाइडरम्यान हेर्नुहोस् स्पाइडरम्यान हामी चाहिँ अब सिउतर्फ जाँदैछौँ चाहिँ अब के भेट्छु खान्छु हजुर देखाउँछु यो देखाइदिएपछि एक ग्राउन्ड यसरी यो चाहिँ सानोतिनो माटो हामी यो रेस्ट गर्ने ठाउँमा आएको अब सिउमा जाँदैछौँ हेर्नुहोस् आजको आउटफिट कलर खुट्टामा टिम्बर यो स्ट्रेट प्यान्ट यो चाहिँ माथि चाहिँ पोलोको ज्याकेट भित्र चाहिँ सुप्रिमको त्यो यहाँ भित्रको चाहिँ नदेखाउँ होला ल हामी चाहिँ सिउतर्फ जाँदैछौँ अहिले चाहिँ हाम्रो टप यो चाहिँ प्रमोसन होइन फेरि प्रमोसन भिडियो चाहिँ होइन ढिलो भइसक्छ अब हजुरले बस्न गएर भेट्छौँ अहिले चाहिँ हामी टक्क बस्न चढिसकेका छौँ अब चाहिँ हामी जान्छौँ आफ्नो सफरतिर कन्टिन्यू गर्छौँ ल हामी चाहिँ टक्क आइसक्यो गाइज गाइज हल्ला बेद जस्तो लाग्छ मलाई होइन अधिवेश के हो अरे यो के हो हल्ला बेतै हो कोरियनमा के भन्छ खाम रे उसको यो आफ्नै प्राय पर्सनल अड्डा हो यो चाहिँ fermentation. So we made 된장 고추장. हाम्रो त्यो चाहिँ यस्तो जाडमा राख्छ जाडहरू राख्छ गाइजहरू जाड रक्सिया भन्ने भाँडा सिम हो यहाँ चाहिँ किम्चेहरू राख्छन् हामी चाहिँ यहाँ कहाँ भने सेमा उल दोङमा दोङ भने चाहिँ के टोललाई भन्छ यहाँ अहिले चाहिँ हामी घुम्दैछौँ यहाँ कोही के हो ट्रेन हो कि के छेउमा हाम्रो प्रोफेसर हाम्रो प्रोफेसर हाम्रो चाहिँ एकदमै अस्ति चाहिँ गाली गर्नुभएको थियो हामीलाई चाहिँ किमे वेलकम गरे हामी किमे बिजनेसको भएर चाहिँ हाम्रो नाम छ यहाँ थीम पार्कमा छौँ हामी चाहिँ माथि जाँदैछौँ ल मुभी हेर्नु चाहिँ देखौँ हाम्रो मुभी हेर्नु चाहिँ सेकेन्ड फ्लोरमा बनाएकोले हामी चाहिँ लिफ्ट ब्याक भएर हजुर केही दुई तिन शब्द हजुरकोबाट Today we are on the field visit of our business enterprises. So we are in the park and we are with our Sansengmi with the department actually. So we are going to see the history of Korea, which are located here inside Hime, and we are going to visit museum now. So please be cooperate. Movie all this stuff. यो चाहिँ मुभीहरू यहाँ जाँदैछौँ हजुरलाई अब एकछिन भेट्छु Kim Il-sung has transformed Korea. It led the country to grow into an economic powerhouse with $30,000 per capita income and became the world's IT leader. Kim Il-sung represents history. हामीले चाहिँ भर्खर मुभी हेरिसक्यो
म चाहिँ हजुरले मैले बुझेको कुरा चाहिँ भन्छु है यो चाहिँ छङदो अहिले हामी भइरहेको चाहिँ छङदोमा हो यो चाहिँ सिमलबुन्दङको चाहिँ एकदमै जन्मेको एउटा बर्थ प्लेस भनौँ त यसमा चाहिँ के फरक छ भन्दाखेरि चाहिँ सिमलबुन्दङ छङदो चाहिँ एउटा ठुलो संस्था हो जसले चाहिँ हाम्रो यो कोरियालाई चाहिँ एकदमै इकोनोमिक बुस्ट हुन गरे हेल्प गरेको थियो तर यो कसो सुरु भयो भन्दाखेरि एउटा छङदो भिलेजबाट आफ्नो टोल सुधार्नको लागि गरेको मुभमेन्टलाई देशले देखेर विकास गरे त्यसै साथसाथै हाम्रो नेपालमा पनि यस्तै संस्था र अथवा यस्तै नै आफ्नो सेल्फ मुभमेन्ट गऱ्यो भने चाहिँ देश विकास हुन्छ भन्ने मलाई लाग्छ ल धन्यवाद यो चाहिँ सुमलदोङ के अरे सुमलदोङ होइन सुमालदोङको लोगो हो यो चाहिँ ड्रेस यहाँबाट चाहिँ सुरु भएको हो यो संस्था गाइजहरू म चाहिँ उसको सोल्टिनी पढेछ नि त अरे अन्साको मोहल हो यो चाहिँ अन्सा अर्को अन्सा अहमद दुईजना आमा भएर लाइभ पनि बस्दिनु छ हेर यहाँ अहिले चाहिँ हामी घुम्दै अब तल लिफ्टमा जान्छ आउँदैछ लिफ्ट मुलदोङ यहाँ हो यो चाहिँ अनि हिस्ट्री जस्तो भनौँ न होइन कसरी चाहिँ विकास भएको भनेर देखाएको हो यसै यो चाहिँ यहाँ चाहिँ कोरियाको सबैभन्दा ठुलो हात चाहिँ यो सुमसँग यो ठाउँको रहेछ अब हामीले पनि विकासै गर्नु छ भने चाहिँ आफैबाट सुधार गऱ्यो भने चाहिँ विकास हुन्छ जस्तो लाग्छ मलाई चाहिँ यो चाहिँ सेमउङदोङ यो छङदोङमा रहेको आज हामी यहाँ फिल्ड भिजिटमा यहाँ आएका हौँ अब यसो भिडियो कति 8 मिनटको जति थियो भिडियो हेरेर अब त्यही अब खाजा नास्ता गर्न हामी जाँदैछौँ खाजा नास्ता गरिसकेपछि अनि हामी यसो अब ग्रुप बनाएर प्रोफेसरले ग्रुप बनाउनुहुन्छ ग्रुप बनाएर यसो अब ग्रुप छुट्टा छुट्टै अब फोटो खिच्न अब पढाउँछौँ अब आधी केटाहरू उता छ अनि 2 जना चाहिँ यहाँ छ यो चाहिँ 1917 मा भएको रहेछ इस्ट्याब्लिस 1917 मा भएको रहेछ छङदोमा सामाउल उन्दोङ भन्ने त्यही छ आज कामबाट छुट्टी लिएको साजाङलाई भनेर आज साजाङ हाम्रो फिल्ड भिजिट छ हामी फिल्ड भिजिटमा जानुपर्छ यो फिल्ड भिजिट चाहिँ कम्पलसरी हो भनेर हामीले भनेको थियौँ साजाङले हुन्छ जा रमाइलो गर भोलिदेखि काम आए चाहिँ भन्नुभयो ठिक छ अब यहाँसम्म हामी फिल्ड भिजिटमा आयौँ ठिकै छ हामी चाहिँ भर्खर म्युजियम घुमेर आए हामी खाजा गाइडहरू सबै खोला देखाउँदा के छ फर्स्ट कुरा यो चिज भयो अनि अर्को रहेको छ यो पेप्सी नट एडभर्टाइज है फेरि एडभर्टाइज गरे होइन हामीले चाहिँ यसमा अर्को रहेको छ पिज्जा 25 सेन्टिमिटरको पिज्जा त्यसपछि आयो के छ अर्को पानी छ 500 ml 500 ml यस अनि लास्टमा त्यही चाहिँ नाइट र फर्क हामी चाहिँ यहीँ बसेको तातोमा चाहिँ मै खा दुनो रहेछ सेम है ल फर्स्ट बाइट कस्तो लाग्यो भने टक्क नत्र एउटा चम्मचले गदेर टक्क यस्तो गरेर हैन अनि कस्तो के टक्क ग्रुपमा हाल्नलाई 4-5 जना के ए यार त्यसले आइजाऊ है दुनोट जस्तो छ नेपालको सेम दुनोटै है भाइ पुग्यो नाम यहाँ मिल्दैन त्यहाँ माथि आयो मिल्दैन भन्यो कसले फोटो चाहिँ हान्दै हालिदिन्छ फोटो हान्नु छिटो ल फोटो हान छिटो Living lovely, just lovely. I wanna be with you, ay. I wanna be with. I wanna be with you, ay. I wanna be with. I wanna be with you. Me just love me. If I didn't ride blade on her, would you still love me?
100% of my mind at work, would you still love me? Keep it 100, I'd rather. अहिले चाहिँ हामी खाजा खाइसक्यो अब चाहिँ हामी यसो जेरी गली जस्तो रहेछ हेर्नु त यसो हेर्दा चाहिँ अब चाहिँ हामी घुम्छौँ अहिले गाउँ गाउँ रहेछ अब हामीलाई अलिक यस्तो यस्तै मनपर्छ अब हामी यस्तो गाउँ घुम्छौँ खाजा चाहिँ खाइसक्यो हामीले अब यो फोहोर फ्याँक्नु चाहिँ मिल्दैन यो चाहिँ हल्लाबेद जस्तो लाग्यो मलाई यो चाहिँ हल्लाबेद गाइज खाम भन्दो रहेछ कोरियनमा भित्र नेपाल नेपाल जस्तो भएको छ यहाँ चाहिँ अब हामी यसो घुम्छौँ ठाउँको नाम यो चाहिँ नेपालको मुस्ताङको यो स्याउबारी जस्तो यहाँ चाहिँ खानबारी रहेछ त्यस्तै मुस्ताङको उसलाई चाहिँ फोटोकै टेन्सन छ हौ फेरि के भन्ने साम्बाउल डिस्ट्रिक्ट फेमस फर स्पेसली खाम एन्ड इट इज There was nobody, no one that'd run me. So give me a run for my money. मेरो बिहेको कुरा सकियो केटा अब म आफ्नो बाटो लाग्छ तिमीहरू नि आफ्नो बाटो लाग हरेस नखानु न दाजु सपना त पुरा गर्नु पर्यो नि नत्र मरेर जाँदा यमराजले के गरेर आइस भनेर सोध्यो भने के जवाफ दिनु केटीले धोका दियो प्रभु कुमारै आए भनेर भन्ने नि अब चाहिँ हामी उता माथि घुम्न जान्छौँ एकछिन स्कुलतिर जाउँ छिटो अब टाइम छैन हामीसँग जाउँ सम्झि छिटो हामी चाहिँ माथि जाँदैछौँ हाम्रो बङ्गलादेश साथी क्या हालचाल मेरो ब्लग का हाई बोलो मेरे ब्लॉग में हाँ और बंगाल तुम्हारा फ्रेंड्स को हाँ वो बंगाली में थोड़ा बहुत और बताओ कैसे रहा तुम्हारा अनुभव बंगाली में बताओ क्या अब तक का एक्सपीरियंस असाधारण हाँ अनेक सुन्दर और एक गाईहरू यहाँ गोरु हेर्नु त बबाल छ गोरु त नन्दी ओ कत्रो त नि यो भयङ्कर ठुलो रहेछ यार अब चाहिँ माथि आयो यो चाहिँ कोरियाको ट्रेडिसनल घर जस्तो लाग्यो मलाई अचम्म लाग्छ यो दामी छ त यहाँ रहेछ नि त घर त ओइ हाम्रो ट्याक कस्तो दामी चिकचिक आउँछ चाँडै सक्छ मेरो त फोटो हाल्नु उही बब्बाल रहेछ है हाम्रो नेपाल जस्तोकै टक्क आँगन है पिँढी यहाँ घर 2-3 तल्ला हो नि यहाँ चाहिँ यस्तो बब्बाल लाग्यो यार दामी छ है गाइजहरू हेर्दै गर्नु होला भित्र पढाउँदैन छन् ए यहाँ चाहिँ गोठ हो क्या होइन रहेछ यति होला गाइजहरू यहाँ चाहिँ यहाँ चाहिँ कहाँ हो हडतालतिर साँच्चै पानी आउँदो रहेछ त ओ किसानको छोरो अब चाहिँ हामी भर्खर यो घुमेर भ्याइसक्यौँ कहाँ हुन्छ यस्तो यो त कता कता याद आएन काललाई हेर्नु त गाइजहरू माथि डाँडा यस्तो राम्रो आज राष्ट्रिय भ्यू राम्रो आहा अहिले चाहिँ हामी भर्खर घुमेर भ्याइसक्यौँ तर पौड अब गऱ्यौँ भने त्यहाँ खेल्न जाँदा नि हुन्थ्यो नेपालमा भयो भने त अब कोरियामा मिलेन गाइजहरू चाहिँ हाम्रो हल्लाबेद फार्म अब हामी चाहिँ घुमेर आउँदा यिनीहरू चाहिँ भर्खर गइरह के भन्नु अब उसै गाली गर्ने ठाउँमा खानु खाऊ के हुनु कस्तो छ कत्रो हो पेट सम्झेको मुख कोकाउँछ मलाई त्यो खाँदा त मैले टर्रो खाएर हो कि बा ठिक छ टर्रो होइन खै मलाई त अब यो थाहा छैन बिउको लागि जस्तो लाग्यो कि कस्तो गुलियो हुन्छ होइन मुखै ककाउँछ कि म त्यो नखा है अब तुरप चाहेगा कैसा लग रहा है फेंक दो
कस्तो मिठो गुलियो हुन्छ होइन हाम्रो घरमा छ एउटा मिठो मिठो हुँदैन बाटोमा पाइन्छ राम्रो यो लाइक यस्तो लाग्यो क्या मलाई त त्यो मिठो मिठो राम्रो राम्रो चाहिँ उता बेच्नु राखेको छ यहाँ चाहिँ यो चाहिँ बिउको लागि होला कि यहाँ भ्यूको लागि यो होइन बुटै त्यस्तै हो त्यस्तो हो क्या सम्झि छोडा म तिमी यो वाला मिठो वाला खानु कस्तो मिठो हुन्छ यो वाला खानु त देखाएकै हो कोही स्वादिष्ट है कि नहीं पता नहीं ना मिठो अच्छा होला है यो अहिलेको हेरेर त यो गुलियै छ खै एकबार म आएको छ ल म चाहिँ एकबार खान्छु ल फर्स्ट बाइट अहिलेको हेरेर मिठै छ यो त कस्तो छ सम्धि कोकाउँछ है मिठो तर लास्टै यो कलिसिया चाहिँ उब्बरे होइन यो वाला होइन के खानु पर्ने तल झर्दैछ भ्यूज हेर्नु न गाए भ्यू हेर्नु न गाए भ्यू अब यहाँ बेच्न पनि राखेको छ हाम्रो हजुरआमाहरूले मानुनको यति मानु अलिक महँगो भयो नि यार अब हामी ट्रेन चढ्छ एकदम छैन हाम्रो क्याबिन हजुर बस्नुहुन्छ तर बस्नु चाहिँ अलर्ट छैन अहिलेलाई चाहिँ अब यहाँ हजुर मिटिङ लिन सक्नुहुन्छ यो चाहिँ एउटा यहाँ वासरुम छ वासरुम चाहिँ यहाँ हेर्नुहोस् यहाँ चाहिँ एउटा बेडरुम छ हजुर रेस्ट गर्न सक्नुहुन्छ एउटा मेन कुरा भने हजुरहरूसँग कोजीमा 20 करोड छ भने चाहिँ सम्पर्क गर्नु होला म तपाईँहरूको कन्ट्याक्ट नम्बर छोड्छु अब हजुरले 20 करोडमा अर्को एउटा रुम भएको त्यहाँ हो अनि हजुर डबल क्याबिन पाउन सक्नुहुन्छ 20 करोडमा अब दामी यार किचन रहेको छ आउनुहोस् है अब यहाँ बेसन छ अनि यहाँ सानो एउटा क्याबिन रहेको छ यति नै होस् लाग्छ मैले जहाँसम्म हजुर गोजीमा 20 करोड छ भने चाहिँ हाम्रो सम्पर्क गर्नु होला बाई बाई हामी चाहिँ अब चढिसकेका छौँ हजुर देखाउनै बिर्सेछ यहाँ अब खै कता हो अब त हामी त हजुरलाई बाटो यसो देखाउँछौँ भ्यूहरू आज राम्रै भयो सम्झे रमाइलो भयो रमाइलो भयो सम्झे कोरिया नेपाली भाइब साइड यस्तो कहिले रमाइलो हुन्छ कहिले दुःख नि हुन्छ होइन रमाइलो त्यही स्टुडेन्ट भएपछि अब कहिले काहीँ अब हाँसी मजाक होइन कस्तो हो रबिना रिना दिपिका कस्तो हो आज कस्तो हो आज पूजा बाई बाई If I didn't ride blade on curve, would you still? If I'm in my mind and word, would you still? Keep it 100, I'd rather you trust me than to. Keep it a whole 100, don't got you, I got nothing. I got. हामी चाहिँ भर्खर अब सकेर आइसकेका छौँ आजलाई यति नै गरौँ अलि ठिकै हो रमाइलो नै भयो भन्छु हजुरलाई चाहिँ भिडियो मन पऱ्यो भने चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिनु होला भन्दै आज हाम्रो यो भिडियो समाप्त गर्न चाहन्छौँ धन्यवाद